हेलसिङ्की सा वाह फिनिस कसरी हुनुहुन्छ हाम्रो दाइ यसरी हाम्रो भाइ रोहन ठकुराटी चाहे हामी चाहिँ हेलसिङ्की अनि बुनेले चाहिँ यहाँनिर बस्ने ठाउँ हामी कहीँ नपाएर हामी यसरी बाहिर बसेर मेकअप गर्दैछौँ हाम्रो होटलको चेक इन हुने चाहिँ 2 बजी थियो सो त्यही भएर हामी चाहिँ यसरी बाहिर बसेर रेडी भएर अब बाहिर घुम्न जानु लागेको ओके नेक्सनमा पुगिसक्यौँ गाइज बिन्दा भिडियोलाई हेर्न सक्नुहुन्छ यहाँ चाहिँ रोहन हामीले चाहिँ होटल बुक गरेको थियौँ उहाँ चाहिँ हुनुहुन्छ हाम्रो होस्ट अनि उहाँले चाहिँ होम सर्भिस दिनुहुँदो रहेछ मेरो कपाल यस्तो गराइदिनु भयो हेलो चेक माई आउटफिट यो हो रोहन भाइ यो हो बिन्ता बहिनी यो हो दिदी बोल्नु दिदी यो यता हो नि यता मेरो कपाल भाइ खाँदैछन् समोसा खतरा छ गाइडहरू आजको बिहानको क्रुज छुट्यो भोलि बिहानको पनि छुट्यो पैसा लस अनि ट्रेनको पनि चेन्ज भयो डेट यस्तै भइरहेछ हाम्रो ट्रिप तर यहाँ चाहिँ कस्तो राम्रो स्टेसन चाहिँ फाइनली हामी आयौँ भित्र यस्तो बवाल छ गाइज 5 स्टार होटललाई फ्लप दिन्छ जस्तो लागिरहेछ बर्गर किङ ल हामीले अब यहाँ खाजा खाँदैन है बर्गर किङ त्यहाँ अर्को त्यो 1 करोड लाइन हो कि के भन्नेको पनि थियो नि अघि टिकट ये लोग क्या क्या खाते हैं मुझको समझ नहीं आती पर मैं खाती हूँ मैं खाती नहीं ये लोग मुझे क्या खाते हैं मुझे पसंद कोई और है ये लोग मुझे कुछ इंक्लूड होला है और खिलाते हैं चलो चेस करते हैं इसने बनाओ ओह माय गॉड मेरो पहिला टक टक पारेर खिचिहाल YouTube यही बिल्डिङ हो क्या हो उयो माथिबाट हो क्या हो
रुमको हालत यस्तो छ हेलो आज चाहिँ हाम्रो इस्टोनियामा लास्ट डे हो हामी चाहिँ हेलसिङ्की जाँदैछौँ 2 बजीको हाम्रो बोटको टाइम छ सो गाइज बीच कस्तो Hey, you are not good boyfriend. You are not good husband. फेरि त्यो म चाहिँ एक युगमा हुँदै घरमा फेरि चाहिँ ठुलो गर्नु के 200 गर्दै भन्ने हो